साथीहरू, आज म तपाईहरुलाई यो संसारका 5 अनौठा कारहरू देखाउन जाँदैछु, जुन देखेर तपाईहरु पनि सोचमा पर्नुहुनेछ, किनभने यो भन्दा पहिला तपाईहरुले यस्तो अनौठा कारहरू देख्नु भएको छैन होला। नम्बर 5, लार्जेस्ट जीप। साथीहरू, यो जीप संसारकै सबैभन्दा ठूलो जीप हो। यो जीपको उचाइ भने 20 फिट भन्दा पनि बढी रहेको छ। यो जीपलाई बनाउन 2 साल भन्दा पनि बढी समय लाग्यो। अहिले यो जीप साउदी अरबियामा कुनै रोयल शेखसँग रहेको छ। साथीहरू, अहिले यो जीपको नाम वर्ल्ड रेकर्डमा पनि समावेश गरिएको छ। नम्बर 4, फ्ल्याट मोबाइल कार। यो संसारकै सबैभन्दा च्याप्टो कार हो। यो कारलाई धेरै पावर मिलोस् भनेर यो कारमा पावरफुल जेट इन्जिन लगाइएको छ। यो कारको उचाइ भने मात्र 65 इन्चको रहेको छ। यो कारमा 6 इन्चको स्ट्रिङ व्हील लगाइएको छ, जसले यो कारलाई अझै राम्रो बनाउने गर्दछ। नम्बर 3, हट ट्युब कार। साथीहरू, यो कारलाई कोलिन फर्जिलले बनाएका हुन्। उनले आफ्नो BMW कारलाई मोडिफाइड गरेर हट ट्युब कार बनाएका थिए। यो कारमा पानीलाई रोकेर राख्नको लागि वाटरप्रुफ कोइल लगाइएको छ र कारलाई चारैतिरबाट हरियो घाँसले कभर गरिएको छ। यो कारमा एउटा सानो किचन पनि बनाइएको छ, जसमा तपाईले आफ्नो इच्छा अनुसार जे पनि बनाउन सक्नुहुनेछ। नम्बर 2, बिगफुट कार। यो कारलाई वुड च्यारिरलले बनाएका हुन्, जसको पाङ्ग्रा यति ठुलो छ कि यदि कुनै सानो कार यसको अगाडि आए भने यो कारले त्यो कारलाई चटनी बनाइदिन्छ। त्यति मात्रै होइन, तपाईहरुले यो कारलाई थोरै पानी भएको ठाउँमा अथवा पहाडहरूमा सजिलैसँग चलाउन सक्नुहुनेछ। नम्बर 1, क्याराभन कार। साथीहरू, यो संसारकै पहिलो यस्तो कार हो जुन यस्तो किसिमले मोडिफाइड गरिएको छ कि यदि तपाईलाई ठुलो गाडीको आवश्यकता छैन भने तपाईले यो कारको सानो भागलाई छुट्याएर जहाँ पनि लग्न सक्नुहुनेछ, र यदि तपाईलाई ठुलो कारको आवश्यकता छ भने तपाईहरुले यसलाई जोडेर एउटा ठुलो कार बनाउन सक्नुहुनेछ। यो कार भित्रबाट हेर्दा कुनै 5 स्टार होटल भन्दा कम लाग्ने छैन। साथीहरू, तपाईलाई सबैभन्दा खतरनाक कार कुन लाग्यो तल कमेन्टमा भन्न नबिर्सिनु होला। साथै भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।